सरकारी बोक्ने त्यो पनि त्यही बेला हराएको रहेछ नि त अनि पछि फेला परेर त्यो निकाल्नु त्यो सानो कहाँबाट त्यो चाहिँ कहाँबाट त्यो चाहिँ नारायणघाट त्यो चाहिँ नयाँ बाटो खन्दै हुन्छ नयाँ बाटो र उक्त समयमा पहिरोले बगाएको गणपति डिलक्सको बस पनि निलो भएको र यो बसको भेटिएको केही भाग पनि